सो हेलो गाइज, अहिले रातिको बजिरहेछ 12 चाहिँ अझै 9 किलोमिटर टाढा छ र अहिले हामी सुनसान बाटोमा छौँ। सो गाइज जे पनि हुनसक्छ, अहिले पनि आउनसक्छ, चोरगुन्डा जे पनि आउनसक्छ। सो हामी चाहिँ अलिकति ध्यान सावधानीपूर्वक हामी चाहिँ जान कोसिस गर्छौँ। सो तयार चाहिँ यो भिडियोहरूको लास्ट इन्डसम्म हेर्नु होला, किनकि बाटोमा जे पनि हुनसक्छ। सो हाम्रो फुल भिडियो हेर्नुहोस् बाटोमा के हुन्छ भनेर। अहिले जस्तो हेर्न सक्नुहुन्छ यहाँ 12 बजिरहेछ रातिको। सो अहिले हाम्रो घर चाहिँ धेरै टाढा छ, यो बाटो हेर्न सक्नुहुन्छ यहाँ पुरै सुनसान छ यहाँ। सो अँध्यारो बाटोमा चाहिँ हामीहरू दुवैजना एक्लै छौँ। सो जाउँ न त, डर चाहिँ लास्टै लागिरहेछ गाइज हामीहरूलाई। अब गाइज हामीले आफ्नो सफर एकदम कन्टिन्यू गरिसकेका छौँ। जस्तो हेर्न सक्नुहुन्छ हामी यहाँ दुईजना मात्रै छौँ यहाँ सुनसान बाटोमा। ल गाइज कमेन्ट गर्नु जय श्री हनुमान, किनकि जे पनि हुनसक्छ, जे पनि हुनसक्छ यार। यति राति हल्याएर गाइज अहिले हामी चाहिँ यो अलिकति खोइ कुन ठाउँमा पुगिसक्यौँ, तर 2 किलोमिटर चाहिँ हामीले रस्ता तय गरिसक्यौँ। अनि ओए कसले बोलाउँछ नि पछाडिबाट? ओए भाग, ओए भाग भाग, ओए कुद कुद कुद, ओए ओए उता कुकुरले पनि कराउनु थाल्यो यार। ओए बस ओए बस। ओ साँच्ची के थियो यार त्यो? ओए साँच्ची यार त्यो के थियो के थियो? ओए के थियो यार साँच्ची त्यो? हट, यहाँ त हिँड्दैन यार धेरै, हट। साँच्ची कसम भने नि एक्सप्लेन गर्न सकिँदैन क्या त्यो कुरा। यहाँ चाहिँ अलिअलि लाइट मात्र छ घरतिर, अरू मान्छेहरूको छ अलि, तर मान्छे धेरै कोही निस्केको छैन धेरै जस्तो। ओए 12 बजे राति यो को हेर त? यो उभिएको, यो उभिएको को हो यो? भाग ओए भाग, यही हुनसक्छ अहिलेको। ओए अघि हामीले यही हेर्थ्यौँ है। ओए हट